हेलो हेलो गाइज जुवा भन्न मिलेन हैन हेलो हेलो ग्याङहरु व्हाट्सअप गाइज गुड मर्निङ एभ्रिवान। यो चाहिँ भक्तपुरतिर छु म चाहिँ। आज चाहिँ अट्ट दाइकोतिर घुम्न आएको थिएँ हैन। दाइकोतिर घुम्न आउँदाखेरि चाहिँ म यतातिर फेरि जङ्गलतिर सट्ट सल्लाहघारतिर आउनु पर्यो भनेर एकछिन निस्किएको है। फेरि एउटा दाइले भन्नुभयो क्या मलाई, सल्लाहघारी मात्र होइन नि बाबु, उहाँ भित्र जाऊ, जङ्गलको भित्र एउटा दामी मन्दिर छ भन्नुभएको छ क्या। तर कति टाढो थाहा छैन होइन। मलाई चाहिँ एक्लै डर लागिरहेछ, बाँदर पनि देख्दा डर लागिरहेको लाग्यो भने के डर, एक्लै छु, एउटा साथी भए पो होइन, कुकुर देख्दा पनि डर लागिरहेछ। अब त्यसले टोक्ला भन्ने कि डर, तनाव भइरहेछ ग्याङहरू। यो चाहिँ यसो पिकनिक स्पोट जस्तो पनि लागिरहेछ मलाई होइन। देख्छे गाजा बाजा यसो मान्छेहरू आएर बस्ने सस्ने रहेछ। वहाँनिर देख्न सक्नुहुन्छ, बसिरहनु भएको देख्नु है। के छ भने सन्चै हुनुहुन्छ होला नि सबैजनाहरू, तपाईँको घर फ्यामिलीहरूलाई नै आरामै हुनुहुन्छ होला होइन। ह्याप्पी महाशिवरात्रि भनौँ भने नि शिवरात्रि गइसक्यो। भिडियोमा साथ दिनु होला है। दामी ठाउँमा लिएर आएको छु मैले चाहिँ, स्वर्ग। अब मर्निङको टाइममा उठ्ने बित्तिकै होइन, टक्क चिया खाने बित्तिकै अब यस्तो ठाउँ होइन, यस्तो ठाउँ हेर्न पायो स्वर्गै हो नि यति आएपछि। मैले सोचेको पनि थिइनँ यति नजिक मन्दिर छ भनेर। यहाँ देख्न सक्नुहुन्छ ल, मन्दिर चाहिँ यहीँ रहेछ। अब त्यहाँ चाहिँ जान्छु, दर्शन गर्छु, पूजा सुजा गऱ्यो। स्वर्गै छ नि। यो उकालो चढ्नु त हुन्थ्यो है, बाँदरदेखि डर लागिरहेको छ फेरि अहिलेको जस्तो एडाक हान्ने कि भनेर। तर चढ्छु यो उकालोमा, केही छैन। जो डरेका वो मरेका साला, कभी जिन्दगीमा आगे नै बढेका भने सुनेको थिएँ मैले। जानुपर्ने हुन्छ केटा हो, चल पल दिँदै कान्द्राङ गुन्द्रुङ उकालोमा। या म चाहिँ अब यहाँबाट रडिङको साथमा जाँदैछु। ए मा कसम आउँदैन। जय गणेश। स्वर्ग कस्तो छ त ग्याङहरू। अर्को कुरो के भन्छु भन्दाखेरि म चाहिँ होइन, म चाहिँ बिरामी भएर यस्तो भएको छु नि, अनुहारको के भन्छ अब, बिरामी खत्रै बिरामी भयो क्या। झाडा पखाला चलेर टोइलेट कुद्दा 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 अहिले लगै हिजो अस्तिदेखि स्टार्टिङ भएको मलाई 2 दिन जति झाडा पखाला चल्यो। पुरै जिउमा डिहाइड्रेट, पानी केही छैन जस्तो फिल भइरहेछ मलाई होइन। त्यस्तो फिल भइरहेछ क्या। अब त चाकमा पानी हाल्दा पनि होइन, चाकै पोले जस्तो फिल भइरहेछ कि। त्यस्तो कुदिरहेको छु टोइलेटको लागि त। टोइलेट धाउँदा मर्नु भएको छु। सो ग्याङहरू माया देखाइदिनु होला। देख्न सक्नुहुन्छ कस्तो छ सिनहरू। ल कस्तो लाग्यो तपाईँहरूलाई। यो चाहिँ देखा तुमको जब से बस देखा तुमको यारा। अनि अर्को कुरो के भन्ने पो बिर्सेछु, इम्पोर्टेन्ट कुरा त। 25 वर्ष पुग्न लागिसक्यो, अहिलेसम्म केही खुत्याउनु सकेको छैन। अनि आज चाहिँ मेरो इन्टरभ्यू छ। हिजो मैले मोबाइलबाट सेल्फ इन्टरभ्यू दिएको थिएँ। सेल्फ इन्टरभ्यूमा म चाहिँ सेलेक्ट भएको छु रहेछ होइन। र आज मलाई इन्टरभ्यूमा बोलाउने कुरा भइरहेछ ग्याङहरू। बोलाउनु पनि जानु, इन्टरभ्यू दिन जानुपर्ने होइन आज चाहिँ म। अनि प्लस बिहानै गणेशको मन्दिरको पनि पूजा गरेको छ। आज चाहिँ आशा छ राम्रै हुनेछ आजको दिनहरू मेरो लागि चाहिँ। हो यति भन्दै अर्को कुरा मैले इम्पोर्टेन्ट के कुरा पनि भन्न खोजिरहेको थिएँ भन्दाखेरि बिर्सेँ यार। ला खतम भयो त, बिर्सेँ त। के भन्नु खोजेँ दिमागै खराब यार।